नमस्कार, यो चाहिँ हाम्रो आज चाहिँ इट्टा लोड हुँदैछ। यहाँ भित्रबाट डाइरेक्ट भट्टीबाट लोड हुँदैछ। यो हाम्रो चाहिँ यो भट्टी छ, त्यो 12 फुट जति होला, 12 फिट जति। यो यहाँ तलबाट यसरी इट्टा छ, यसरी मिलाएर राखेको इट्टा छ। यसरी चाहिँ यो कन्भेयर बेल्टबाट यसरी चाहिँ इट्टा लोड हुँदैछ। यसरी यहाँबाट केटाहरूले हाल्दा यो कन्भेयर बेल्टबाट एउटा यहाँ मोटर लगाएको छ, हेर्न सक्नुहुन्छ तपाईँ। यहाँ मोटर छ, मोटर घुमिरहेछ यसरी फुल्ली लगामाबाट। यहाँ चाहिँ ट्रकमा चाहिँ लोड भइरहेछ है, तपाईँ हेर्न सक्नुहुनेछ। यसरी लोड लोड चाहिँ इट्टा चाहिँ यसरी हुन्छ है। हेर्नुहोस् केटाहरूले चाहिँ फास्ट इट्टा मोटर छ। यसरी यहाँ ट्रकमा, यो ट्रक हो 12 चक्के ट्रक चाहिँ नवलपुर जाँदैछ। यहाँ रिक्साबाट चाहिँ भर्ने कार्यक्रम पनि हुन्छ। यो रिक्सा हो, त्यसरी रिक्साबाट पनि काम यहाँ भराइ काम भइरहेछ। रिक्सा लोडिङ चाहिँ यस्तो राम्रो रिक्सा। सर साउन्ड हेर्नुहोस् न, साउन्ड इट्टाको साउन्ड। ल यति जेलसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।